सोच्नुस् त, के कुनै गोप्य बानीले हाम्रो आध्यात्मिक जीवनमा ठूलो डकैती गर्न सक्छ? आज हामी एउटा यस्तै स्रोत सामग्रीको विश्लेषण गर्दैछौं, जसले एउटा निजी सङ्घर्षलाई गहिरो आध्यात्मिक युद्धको रूपमा प्रस्तुत गर्छ। ल, आजको यो विश्लेषणमा हामी के हेर्छौं त? पहिले यो गोप्य युद्ध वास्तवमा के हो भनेर बुझ्नेछौं। त्यसपछि ती 5 महत्त्वपूर्ण कुराहरू हेर्नेछौं जुन यसले हामीबाट चोर्छ भनिएको छ। र अन्त्यमा ती गुमेका कुराहरू फिर्ता पाउनका लागि स्रोतले के कस्ता उपायहरू प्रस्ताव गरेको छ त्यसबारे छलफल गर्नेछौं। स्रोतको सुरुवात नै एउटा निकै गम्भीर चित्रबाट हुन्छ। हाम्रो आफ्नै कोठाभित्र चलिरहेको एउटा अदृश्य लडाईँ जसको दाउपेच निकै आध्यात्मिक छ। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने यो केवल कुनै शारीरिक गल्तीको कुरा मात्रै होइन। स्रोतले तर्क गर्छ कि वास्तविक लडाईँ त्यो काम हुनुभन्दा पहिले हाम्रो सोचमा र त्यो भइसकेपछि हाम्रो भावनामा हुन्छ। यो त एउटा पूर्ण आध्यात्मिक अनुभव हो। सोचौं न, एउटा सामान्य देखिने बानी कसरी आध्यात्मिक लत बन्न पुग्छ। यो एउटा यस्तो चक्र हो जहाँ क्षणिक आनन्दले हाम्रो आत्मामाथि नै नियन्त्रण जमाउन थाल्छ। ल, अब प्रश्न उठ्छ, यो आध्यात्मिक लडाईँमा सबैभन्दा पहिले चोरी हुने कुरा चाहिँ के हो त? स्रोतले यसलाई चोरीहरूको एउटा श्रृङ्खलाको रूपमा प्रस्तुत गर्छ र यसको सुरुवात हाम्रो मनबाटै हुन्छ। पहिलो चोरी हो मनको पवित्रता र कुनै पनि व्यक्तिको आध्यात्मिक संवेदनशीलता। भन्नुको मतलब कुनै पनि गलत काम हुनुभन्दा पहिले नै वास्तविक युद्ध त हाम्रो दिमागभित्र सुरु भइसकेको हुन्छ, हाम्रो विचार, कल्पना र हाम्रा चाहनाहरूमा। अनि जब मनको पवित्रता गुम्छ त्यसको असर कस्तो हुन्छ त? बिस्तारै हाम्रो आध्यात्मिक चेतना नै कमजोर हुँदै जान्छ। उपदेश अनुसार यस्तो अवस्थामा ईश्वरीय मार्गदर्शन सुन्न वा महसुस गर्न लगभग असम्भव जस्तै हुन्छ। अब लागौं दोस्रो चोरीतर्फ, जसलाई भनिएको छ आध्यात्मिक अधिकार। अब यो भनेको के हो त? यसलाई बुझाउन स्रोतले एउटा चर्चित बाइबलीय कथाको सहारा लिन्छ। सिम्सोनको कथालाई हेरौं न। उनले आफ्नो शक्ति गुमाए, तर सुरुमा उनलाई पत्तै भएन कि परमेश्वरको उपस्थिति उनीबाट हटेको छ। पाठले यही कुरा औल्याउँछ। हामी धार्मिक कामहरू त गरिरहेका हुन सक्छौं, तर भित्री आध्यात्मिक शक्ति भने गुमिसकेको हुन सक्छ। र यो कुनै सानोतिनो समस्या होइन है। स्रोतले एउटा अध्ययनलाई उद्धृत गर्दै भन्छ कि लगभग 50% आध्यात्मिक अगुवाहरू यो सङ्घर्षसँग जुधिरहेका छन् र यसले उनीहरूको आत्मविश्वास र प्रभावकारितामा प्रत्यक्ष असर पारेको छ। अधिकार गुमेपछि तेस्रो चोरी हुन्छ व्यक्तिको भित्री शान्ति। यहाँनिर नै मुख्य द्वन्द्व देखिन्छ। एकातिर केही बेरको क्षणिक आनन्द छ, तर अर्कोतिर त्यसको बदलामा अपराधबोध, लाज र अशान्तिको एउटा लामो चक्र सुरु हुन्छ, जसले हाम्रो शान्ति र परमेश्वरसँगको सम्बन्धलाई नै तोडिदिन्छ। शान्ति पनि खोसिएपछि कथाले हामीलाई अन्तिम र सायद सबैभन्दा डरलाग्दो चोरीहरूतर्फ लैजान्छ, जुन एकअर्कासँग गहिरो रूपमा जोडिएका छन्। हाम्रो आध्यात्मिक आनन्द र जीवनको उद्देश्य। यसै सन्दर्भमा उपदेशले राजा दाउदको एउटा प्रार्थनालाई उद्धृत गर्छ, जसले जोड दिन्छ कि आध्यात्मिक आनन्द कति महत्त्वपूर्ण छ र यो गुम्न सक्छ अनि यसलाई फेरि पुनर्स्थापित गर्नुपर्छ। त्यसो भए यो प्रक्रिया कसरी अघि बढ्छ त? हेर्नुस्, गोप्य बानीले सबैभन्दा पहिले हाम्रो भित्री आनन्दलाई खाइदिन्छ। अनि जब त्यो आनन्द, जुन हाम्रो आत्माको इन्धन हो, सकिन्छ, तब हामीलाई आफ्नो जीवनको ठूलो उद्देश्य पछ्याउन अयोग्य र असक्षम महसुस हुन थाल्छ। ल, यति गहिरो समस्या देखाइसकेपछि अब समाधान के त? खुशीको कुरा, स्रोतले यसबाट बाहिर निस्कन एउटा निकै स्पष्ट र व्यावहारिक योजना पनि दिएको छ। त्यसो भए अब ती 5वटा रणनीतिक कदमहरू के हुन् त, जसले यो विनाशकारी चक्रलाई तोड्न सक्छ? हेरौँ है त। यो कुनै जादुई सूत्र चाहिँ होइन, बरु स्रोतले यसलाई जानाजान चाल्नुपर्ने कदमहरूको एउटा श्रृङ्खलाको रूपमा प्रस्तुत गर्छ। आफ्नो वातावरण, मन र आत्मालाई शुद्ध पार्दै गुमेको कुरा फिर्ता ल्याउने एउटा ठोस प्रयास। र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्रोतले जोड दिन्छ कि पुनर्स्थापनाको यो बाटोमा पूर्ण हुनुपर्छ भन्ने छैन, बरु यो त दिशा परिवर्तन गर्ने एउटा निष्कपट निर्णय गर्ने बारे हो। र अन्त्यमा यो सम्पूर्ण विश्लेषणले हामीलाई एउटा निकै गहिरो प्रश्नमा ल्याएर छोडिदिन्छ। जब एउटा व्यक्तिगत बानीलाई हाम्रो भाग्यकै लडाईँको रूपमा हेरिन्छ, तब यसको वास्तविक मूल्य के होला?
स्रोतले हामीलाई तत्कालको अपराधबोधभन्दा पर हेरेर हाम्रो अन्तिम उद्देश्यमा पर्ने दीर्घकालीन असरबारे सोच्न बाध्य बनाउँछ।